पीडितलाई मिल्नेछ भन्ने आशा गर्दछौँ। तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आदरणीय दर्शक महानुभावहरू, अर्को विषयमा यहाँहरूको ध्यान आकर्षित गराउन चाहन्छु। यो विशेष गरेर हामीले अघि ब्रेक अगाडि यहाँलाई जानकारी गराएका थियौं। कार्यालयमै तास खेल्ने कर्मचारीको विषय हो यो। तपाईको घर टोलमा बिजुलीको लाइन बनाउनु छ, यदि नयाँ मिटर जोड्नु भएको छ, यदि छ भने तपाईलाई राम्ररी थाहा हुनुपर्छ नेपाल विद्युत प्राधिकरणका कर्मचारी कस्तो व्यवहार गर्छन् भनी। झापाबाट हाम्रा दर्शकले आफ्नो कामका लागि पटक पटक विद्युतको कार्यालय पुगे पनि आफ्नो काम नभएको तर कर्मचारी भने तास खेल्दै बसेको भनी गुनासो गरेका छन्। जनताको सेवा गर्न बसेका कर्मचारीहरू कार्यालय समयमा तास खेल्छन्, यो भन्दा लापरवाही अरु के हुन सक्छ? आउनुहोस् यो हेरौं। झापा स्थित नेपाल विद्युत प्राधिकरण दमक शाखाका कर्मचारीहरू कार्यालय भित्रै तास खेल्ने गरेको भेटिएको छ। कार्यालय समयमा सर्वसाधारणको कामै नगरी विद्युतका कर्मचारीहरू भेला भएर तास खेल्ने गरेको तथ्य बाहिर आएको हो। प्राधिकरण पुगेका सेवाग्राहीको सूचनाका आधारमा झापाको दमक स्थित विद्युत प्राधिकरण वितरण शाखा पुग्दा त्यहाँ कार्यरत कर्मचारी तासमा मस्त भेटिएका थिए। मर्मत शाखा र फिल्डका कर्मचारीहरूले सेवाग्राहीको कामै छोडेर यतिसम्मको गैर जिम्मेवारी देखाएका हुन्। बिजुली बिग्रेकाले बढाइदिन कार्यालय प्रमुख सुरेन्द्र कुमार शाहलाई आग्रह गर्दा कर्मचारी काममा व्यस्त भने पनि कर्मचारीहरू कार्यालय भवनको कोठामा मस्त थिए। गजब छ, गजब छ। अब यतिखेर यो विषयमा कुराकानी गर्नको निम्ति दमक विद्युत कार्यालयका प्रमुख सुरेन्द्र कुमार शाहजी हाम्रो टेलिफोन सम्पर्कमा आउनुभएको छ। शाहजी नमस्कार, स्वागत छ यहाँलाई। नमस्कार सर, तास बाँड्न सरलाई बोलाएन छन्, कोरम पुग्यो होला त्यही कर्मचारीहरूकै? त्यसरी सरले बुझ्नु भएन। अब गलत काम भएको हो, यसले हामी कारबाहीको प्रक्रिया अगाडि बढाइसकेका छौँ। हजुर, यो सरासर गलत काम भएको हो। होइन, यसले के देखाउँछ भने नि सर, तपाईँले मलाई यसरी भन्नु भएन भन्नुभयो, चित्त दुखाउनु भयो तपाईँले। तर त्यो कार्यालय कस्तो कार्यालय होला, त्यहाँ काम गर्ने कर्मचारीहरू कार्यालय समयभित्र तास खेल्ने आँट गर्दछन् सर। कस्तो अचम्म, कस्तो अचम्म। होइन, यो अब कर्मचारीले त्यो गर्नै हुँदैन। यो त जुन कर्मचारीले यस्तो गलत काम गरेको छ यसले हामी मैले कारबाही चाहिँ प्रक्रिया अगाडि बढाइसकेका छौँ। यसमा 2 जना जिल्लाधारी कर्मचारी पनि हामी निकालिसकेका छौँ। के गर्नु पर्यो कारबाही सर? फेरि बताइदिनुहोस् त, कस्तो कस्तो कारबाही भयो, कतिजना निलम्बित भए? होइन, 2 जना जिल्लाधारी कर्मचारी थियो होइन। हजुर, त्यसले हामी निकालिसकेका छौँ। हजुर, अरू यस्तै कर्मचारीले हामी कारबाही प्रक्रिया अगाडि बढाइसकेका छौँ। यदि यस्तो हिसाबले जब यो अनियमितताको पराकाष्ठा भन्छु म यसलाई, यस्तै तपाईको कार्यालय कसरी चलिरहेको छ भन्ने कुरा छर्लङ्ग पारिदिएको छ यो गतिविधिले। भनेपछि अन्य ठाउँहरूलाई हेर्ने कार्यालयलाई अब सम्पूर्ण रूपमा तपाईँले कारबाहीको सिलसिला बढाउने हो भने त कति मानिस कारबाही पर्लान्, अन्य विविध विषय कति होलान्। टेलिभिजनमा हामीलाई दर्शकहरूले टेलिभिजनलाई रिपोर्ट गरिरहेका छन् भनेपछि के भइरहेको होला भन्ने अनुमान गर्न सकिन्न सर? अब यसले हामी यसरी बुझ्यौँ होइन, सबै कर्मचारी एक नासको हुँदैन, सबै कर्मचारी फटाइ गर्ने पक्कै पनि हुँदैन। अफिस चलिरहेको छ, हामी समयमा काम गरिरहेकै छौँ, लाइन पनि बनाइरहेकै छौँ, मर्मतहरू काम पनि गरिरहेकै छौँ। कोही कोही कर्मचारी अब दर्ज गर्ने छ, फटाइ गर्ने, बदमासी गर्ने छ, त्यस्ता कर्मचारीलाई हामी निरुत्साहित गर्छौँ। फेरि कारबाही प्रक्रिया हामी अगाडि बढाउँछौँ, कारबाही गर्छौँ यिनीहरूलाई। त्यो म विषय बुझाउन चाहन्छु। अब कारबाही यदि गर्नुहुन्छ भने त्यसको जानकारी हामीलाई गराउनु होला। हामीलाई के थाहा छ भने विभिन्न बाहनामा कारबाही गरे जस्तो गरेर यो विषयलाई ढाकछोप गरिदिएर समय बित्दै जान्छ, मिडियाले छोडिदिइहाल्छ, त्यसपछि फेरि कतै कतै पुनर्बहाली गर्ने त्यस्ता क्रियाकलाप होलान्। त्यस्तो हेर्न कारबाहीको पनि प्रक्रियाहरू छ, त्यो हामी यस्तो चलिसकेको छ होइन। हुन्छ, एकदम निश्चित हुनुहोस्, ढुक्क हुनुहोस्, कारबाही हुन्छ। हामी आशा गर्दछौँ र तपाईँको कार्यालयमा अन्य चिजहरू छन् भने पनि हेर्नु होला। धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्, धेरै छैन भन्नुभयो तर विश्वास गर्ने आधार कम हुन्छ। हस्, धन्यवाद। आदरणीय दर्शक महानुभावहरू, यसअघिको अङ्कमा फेरि अर्को विषयतर्फ लिएर जान चाहे। यसअघिको अङ्कमा झापाबाट विशाल सापकोटाले मेची राजमार्ग अन्तर्गत झापाको 4 आलीदेखि कोचनासम्मको सड़क खण्ड 3 पटक शिलान्यास हुँदा पनि निर्माण शुरू नभएको भनी गुनासो गरेका थिए। उनले पछिल्लो पटक शिलान्यास गरेका भौतिक निर्माण तथा यातायात मन्त्री रमेश लेखक, कांग्रेस नेता कृष्ण सिटौला वा एमाले अध्यक्ष केपी ओलीलाई यसबारेको प्रश्न सोधिदिन आग्रह गरेका थिए। लाइभ त्यही अनुरूप हामीले सापकोटाको प्रश्न सरकारका भौतिक निर्माण तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकलाई सोधेका थियौं। हेरौं र सुनौं मन्त्रीको जवाफ। चाराली केचना सडकमा योभन्दा पहिला कोले कहाँ शिलान्यास गरे मलाई थाहा भएन होइन।
थाहा छैन त्यो कुरा। मैले सम्बन्धित अधिकारीहरूलाई जसले हेरिराखेका छन् त्यो उहाँहरूलाई चाँडोभन्दा चाँडो त्यो निर्माण व्यवसायी को हो उहाँलाई बोलाउने र चाँडोभन्दा चाँडो यो काम सुरु गर्ने र यदि ढिला भएको छ भने किन ढिला भयो त्यसको बारेमा पनि जानकारी लिएर चाँडो गर्ने भनिसकेका छ। आदरणीय दर्शक महानुभावहरू